साथीहरू घोडाको खुट्टामा भएको त्यो फलामको टुक्रा चाहिँ कसरी निकालेर पूर्ण युज गर्ने रहेछ नि त त्यसको बारेमा थोरै यो भिडियो हेर्नुहोस्, जानकारी पाउनुहुन्छ तपाईँले। हेर्नुहोस् त, यो घोडाको खुट्टोमा भएको चाहिँ फलाम निकालेर पूर्ण हाल्नको लागि चाहिँ यसरी उसको खुट्टाको मांसहरू काटिने रहेछ अनि त्यसपछि थोरै यसलाई घिस्न पनि पर्दो रहेछ। यो तरिकाले गर्दा चाहिँ एकदम बवाल अनि आकर्षित र युनिक देखिने रहेछ है साथीहरू। हेर्नुहोस् त, यो पुरानो भएको सबै कुरा जति पनि गन्दगी छ यसलाई हटाएर नयाँ हाल्नको लागि चाहिँ यति राम्रो तरिकाले डिजाइन अनि बवाल तरिकाले चाहिँ बनाइने रहेछ है साथीहरू। यो भिडियो एकदम काम लाग्ने छ र तपाईँहरूले पनि आफ्नो घोडाहरूको यस्तो गर्न सक्नुहुन्छ साथीहरू। तपाईँहरू पनि मजाले घरमा आफ्नो घोडाहरूको यस्तो खुट्टाहरू टक्कै काटेर चाहिँ मजाले यो फलामको टुक्रा चाहिँ हाल्न सक्नुहुन्छ, ताकि यो घोडालाई नदुखोस् न केही होस् भन्ने तरिकाले चाहिँ हालिने रहेछ है साथीहरू। बवालको बन्ने रहेछ साथीहरू। यस्तो तरिकाले मजाले ऱ्याङबाट बनाएर चाहिँ बनाइने रहेछ है साथीहरू।